बल्ल टुरमा निस्किने मौका मिल्यो है। स्ट्रगलको बादमा हामी हिले आइपुग्यौँ। हजुर हिँड्ने चाहिँ गाडी ल्याउनु पनि गाह्रो भइराखेको छ। हिले बुकी फुल धेरै फुलेको थिएछ तर अब चाहिँ फुलिसकेछ को। हिँडेर आयो राम्रो रहेछ तर फगी पो रहेछ। यहाँ अगाडि आन्टी र कोमा हुनुहुन्छ। हामी आएको चाहिँ यताबाट। जाडो छ पूजा यता। हजुर राम्रो नि सबै त्यो थुम्का थुम्का देख्ने क्या त। यो बुकी फुल फुलेको बेला पनि राम्रो देख्थ्यो होला आन्टी। सबै सुकेछ नि। कस्तो राम्रो ठाउँ। अब चाहिँ म पनि एन्जोय गर्दै बिच बिचमा भिडियो पनि गर्दै आउँदैछ बादल। मजाले आयो बराबर बराबर के भन्छ बादल भन्छ कि कुहिरो कुहिरो बराबर आउँदैछ है। आउँदैछ आउँदैछ। अब चाहिँ माथि डाँडामा पुगेर म भिडियो गर्छु है। यत्तिकै स्ट्रगल गरेर चाहिँ आउनुपर्छ। यहाँ तल धुँदैन भन्छ यता जाउँ न ड्राइभर त हो नि। ठेल्दा ठेल्दा अर्को किन है तेरो गाडी त हुनु। हामी चाहिँ यहाँ पर गएको त्यहाँनिर चाहिँ पोखरी अनि पुल छ अरे।
अरूको भिडियोजतिर पनि देखिराखेको कुहिरो चाहिँ तर दामी लागेको छ। तर साह्रै मैला गरेको रहेछ र पो त। यो त सबै सारङ पर्यो, सप्तमीहरू पनि सारङ हो। सबै सारङ हो हिले डाँडा सब सारङ। आजको ग्याङ चाहिँ यहाँ छ ग्याङ कोमा चाहिँ लिडर अरे नि कोमा आजको ग्याङ लिडर कोमा चाहिँ उयो के भन्छ भाइले पनि कल गर्नुभएको थिएछ है कान्छ ए यहाँबाट हो तर उयो भए चाहिँ बिटी हिँड्नेहरू हुँदाखेरि चाहिँ म जाँदिनँ हल्लाउँछ होइन हल्लाउने चाहिँ नहोस् जाडो भयो अब हामी चाहिँ जानु भनेको तर मलाई आँट चाहिँ आएको छैन किनभने मान्छे धेरै रहेछ अनि मान्छे धेरै भएकोमा चाहिँ हल्लाउँछ अनि मेरो मुटु चाहिँ कुखुराको छ जानु र डाँडामा चाहिँ देखिँदैन रहेछ नि खोइ कोमा पो डेन्जर हुँदो रहेछ कोमा हाम्रो आजको लिडर कोमा अगुवा हाम्रो तर तलको भन्दा अलिक सानो पनि हो नि यो पुल फराकिलो छ है तलको जनताको आवश्यकता चाहिँ होइन यो फेरि हो किनकि यहाँ जनता भनेको चाहिँ अब जनताको आवश्यकता होइन किनकि यसले चाहिँ कुनै पनि गाउँ यहाँ माथि ठ्याक्क यो पर्यटकको लागि चाहिँ डाँडामा एकछिन बस्नु यता एक-एकजना गरेर अब चाहिँ यो मुनि पोखरी छ अरे पोखरीको यसको नाम चाहिँ के पो अरे अलगेरी यसो हेर्दा चाहिँ सिन्कोना जस्तै देख्दो रहेछ नि त यसको नाम चाहिँ अलगेरी अरे यसको चाहिँ पेपर बनिन्छ अरे के हो यो चाहिँ फल छ नि अमिलो फुल खानुपर्छ ए त्यो पहेँलो पहेँलो नि ए अस्ति तपाईँले मलाई त्यो होइन मलाई त पोइजन दियो होला मैले त नखाइरहेको हजुर यो चुथ्रो हो यो काँडा हुन्छ यसको है साथीहरू यसले पनि पो फुल्दो रहेछ त फुलेर यति लामो फल फल्छ अर्को केसरी हुन्छ केसरीको काँडा हुन्छ केसरीमा चाहिँ त्यो लामो डोलो फल्छ मैले अर्को भिडियोमा मैले बनाएको छु त्यो फुलिरहेको भिडियो यसलाई चाहिँ अलगेरी भन्छ अलगेरी पनि यहाँ फलिरहेको छ
यो चाहिँ अल्गेरो फुल्नुलाई पुरा तयार रहेछ साह्रो गनाउ छ यस्तो सुँगी हेर फुल जस्तो छ गनाउ छ ए त्यो यो हिवारी डाँडा हो यसलाई म हिवारी यताबाट चाहिँ यो सारङ डाँडा यो के अरे सारङ डाँडा यतापट्टिको त के पो भन्छ यहाँ नजिकैको के पो ठाउँ पो के पो के भन्छ यतापट्टि त्यो हाम्रो साथीहरूको घरहरू छ त्यहीँ नजिकै के भने बिर्सिगयो हाम्रो अब हामी चाहिँ तल पोखरी हेर्नु जाँदैछौँ अब यस्तै त हो नि अब पोखरी चाहिँ 5वटा पोखरी छ त्यहाँ तल चाहिँ यो अहिले फागुनमा पनि हुस्सु जाडोहरू लागेर के हो बिजोग छ खेतीपाती गर्नलाई त झन् गाह्रो भयो हामी आज यसो अल्गेरो चाहिँ धेरै रहेछ यता कसैले केही गर्दैन के हो यो त खोइ खोइ धेरै वर्षको होला यो त यो त सबै सरकारी जग्गा हो होला हाम्रो चाहिँ के हाम्रो नि ठाउँ यस्तो यस्तोमा चाहिँ सिनको नाच्छ सबै यस्तो यो चाहिँ सरकारी होला सरकारी नै होला तर यहाँ माथि त प्राइभेट पो भन्थ्यो कसले उयो माथिको जग्गाहरू त त्यो डाँडाकाहरू त यताको चाहिँ खोइ थाहा भएन प्राइभेट अरे भन्थ्यो व्यक्तिको अरे भन्थ्यो पोखरी यहाँ छ माछा पनि छ त्यहाँ माछा भरे डुबुल्की हान्नुपर्छ माथि है हो यो पुलकै मैले कुरा गर्दैछु मेरो आफ्नो व्यक्तिगत विचार आफ्नो बुझाइ हो यहाँनिर न कुनै उयो जोडिन्छ न कुनै गाउँलाई पनि छुँदैन यहाँनिर पर्यटक हो यसो घुम्नलाई चाहिँ वारीदेखि पारी त्यहाँदेखि हेर्ने के हो मान्छे यहाँनिर ठ्याक्कै त्यहाँ माथि अब हुन त आवश्यकता खोइ खासै म देख्दिनँ किन यो डाँडामा मान्छे हिँडेर अब घुम्न आउने मान्छे होइन कि हिँड्नुपर्छ हिँडेर घुमेको मजा छुट्टै छ त्यहाँ माथि त्यो अवलोकन गर्नलाई त त्यसैको ठ्याक्क मुनि चाहिँ यहाँनिर 5वटा यहाँ तलमा एउटा 2टा उ माथिल्लोमा 3टा 4टा 5वटा पो यहाँ माथिल्लो पनि छ नि त यो 3टा भयो अलिकति माथि पनि छ एउटा 2टा 3टा होइन अलिकति माथि पनि छ अनि कि तल ए यहाँ तल चाहिँ सुकेछ हौ 5वटा ए तल्लोमा चाहिँ सुकेछ हौ बर्खामा मात्र हुन्छ हाम्रो कोमा हिँड्नु सक्नुहुन्छ यता पनि अब बुढी मान्छे हातमा है त यस्तो भन्दा प्लिट त चिप्लेर फेरि गइन्छ सुलुलुलु तल फेरि माछा भन्दा छिटो पानीमा घुममा पहाडमा कुममा हो बच्चाइदेखि हुर्काइ गर्ने बच्चाइदेखि घाँस दाउरा गरेर यो उमेरसम्म पुग्नु भएको अनि अहिले त पुरा हुस्सु लागेर बिजोग छ हो आमा अघिसम्म भर्खरै देखिन्थ्यो अहिले त्यो हरायो हो त्यो पुल माछा रेड कलर माछा 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 कहाँ ए त्यही त आउनु ऊ यहाँ परको म तपाईँ अगाडि जानु म बनाइदिन्छु अब त्यो ठ्याक्क रोक्दै रोक्दै गर्नु हुन्छ ल अब चाहिँ यो पोखरी हेरेर
अब हामी अर्को पोखरीतिर लागेको यो चाहिँ हाम्रो गाउँमा माथि आल भन्ने छ त्यस्तो त्यस्तै रहेछ खोइ यहाँ कुनै के रहेछ हौ के फलेको रहेछ के हो के हो नयाँ नयाँ कुरा त देख्दैछु मैले त नेपाल आएर माथि अघि आएको पुल चाहिँ त्यहाँबाट यो पुल चाहिँ कहाँनिर रहेछ नि ए त्यहाँनिर त माछा पो रहेछ खै क्यामेराले चाहिँ नदेखिँदो रहेछ हामी 5 वटा हो पोखरीहरू यहाँ अहिले कोमा पौडी खेल्दै माछासँग जाडोले अनि त के गर्नुपर्ने हाउलामा हाल्नु हो यता हैन यतै यहाँ के यसमा चाहिँ माछा नि माछा चम्मो झर्छ माछा भन्दा यहाँ चाहिँ यो त उयो होइन त्यो फुलेको बेला चाहिँ कस्तो राम्रो हुन्थ्यो होला कति अमिलो हुन्छ नि एकछिन बन्द गर्छु ल यो चाहिँ उयो भयो यहाँ खानेकुरा फलहरू पनि छ है त यो फल छ यस्तो छ फल कस्तो छ भन्दाखेरि म देखाउँछु यस्तो रहेछ यस्तो खालको रहेछ फल चाहिँ यस्तो रहेछ ल म त सबैजना गइछन् म मात्रै अन्तिममा हुसु लागेर के हो खै अब हामी चाहिँ यसो गएर उता टावरमा एकचोटि जान्छौँ टावर भनेको त्यो एनसेल कि एनटिसीको टावर हो यसलाई चाहिँ भन्छ बुकी फुल यसलाई चाहिँ भन्छ बुकी फुल यो बुकी फुलको मैले एकचोटि भिडियोमा भनेको थिएँ पहिला चाहिँ माकुराको जालोमा चाहिँ यसो बुकी फुल अलिकति एक मुठी बनाएर यसो गोल जस्तै गोलो त्यो माकुराको जालोमा बेरेर गोल जस्तो बन्थ्यो कि त्यो गरेर यसो खेले जस्तो यो बुकी फुल अनि यसमा चाहिँ त्यो राईहरूको आफ्नो उयो छ जस्तै मसिनो बच्चा मरेर गइसकेपछि यो जङ्गली फुल अथवा यो बगैँचा यो जस्तै बुकी फुल भयो त्यो ढुङ्गाहरूको फुलमा त्यो टाँसेको फुलहरू हो त्यस्तो फुलमा चाहिँ केटाकेटीको उसको आत्मा चाहिँ त्यता राख्छ त्यो जस्तै त्यो के अरे केसारीको फुलतिर अनि त्यस्तो जङ्गलमा भएको फुलहरू यस्तो मसिनो फुलहरूमा चाहिँ त्यसरी केटाकेटीको बच्चाको आत्मा चाहिँ त्यता राखेर चाहिँ त्यही भएर हामीले घाँस दाउरा गर्दाखेरि
घाँस दाउरा अथवा के गर्दाखेरि चाहिँ हामीले चस्स छोए जस्तो। अनि अब यस्तै फुलतिर पनि हुनसक्छ होइन। यो टिप्दाखेरि मलाई खासै समस्या छैन सायद। यस्तो फुल चाहिँ त अल्गेरीको। ल ल ल यता राख्नु। यो क्यामेरा बोक्नु नि। उदो यो चाहिँ टाइट गर्नु त। ल अब चाहिँ हामी अघि जहाँ जुन डाँडाबाट हामी हिँडेको थियौँ त्यही डाँडा खाजा चटपटे के भन्ने ठाउँमा आइपुग्यो। तपाईँ पनि आइपुग्नु भयो नि त? आइपुग्यो बल्ल। हो साँच्चै? खुट्टा दुख्यो। हो ए ल तपाईँकै लागि भए पनि मैले राखेँ ल। हुन्छ दादा। ल ल ल हुन्छ बस्नुहोस् है आन्टी छुना छना। अब हामी जान्छौँ चटपटे खाएर जान्छौँ। खुट्टे पेरायुङमा चप अब त्यो चौरतिर एक दुईवटा फोटो खिच्यौँ अनि जाउँ। ए हुन्छ होइन हुन्छ हिलेको ल हिले मन चित्तै मिले अब। चटपटेको लागि हामी बस्दैछौँ। यस्तो छ ठाउँ अब यहाँनिर ठ्याक्क त राम्रै हो तर मौसमले पुरा कहिलेकाहीँ हामी मौसमलाई च्यालेन्ज गर्थ्यौँ। आज चाहिँ मौसमले उल्टै पो लोकल रक्सी छैन होला बहिनीसँग। अब चाहिँ हामी घुमेर फर्केको। चिसो भइसक्यो टोपी लाउनु नि। मास्क नलगाए मेरो कान पनि ठाडो ठाडो भइसक्यो। मास्क नलगाए पऱ्यो। मास्क लगायो भने मास्कको त्यो डोरीले मलाई तानेर यस्तो हुन्थ्यो नि त यस्तो। तर लाउनु परेन क्या चिसो छ नि त त्यसले गर्दाखेरि यस्तो यो के भन्छ त्यो दसैँहरू आउने बेलामा झन् राम्रो हुन्छ होला है हरियो। ओहो दसैँ कार्तिक असोज कार्तिक। उयो चराहरू खिच्नु। ल म अब कोमालाई यहाँ सोध्नु पर्यो। कोमासँगको गफ गर्दै कोमा तपाईँलाई कस्तो लाग्यो यहाँ डाँडा? राम्रो लाग्यो एकदम खुसी लाग्यो। ल हाम्रो आन्टीलाई पनि राम्रै लाग्यो। राम्रै हो खुसी लाग्यो। ल तर हुसु लागेर अलिकति हुसु लागेर बिरामाइलो। ल बिदुरलाई कस्तो लाग्यो? राम्रो 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 एकदम। आफै भन्ने म सोध्दिनँ के आफै कुरा नसोधी त म कहाँ भन्छु फेरि सोध्नु पर्यो नि त। इन्टरभ्यूहरूले त सोध्छ नि त अन्त पो आन्सर दिन्छ त। ल अब अघिदेखि गाडीले चाहिँ पर्खिरहेको रहेछ हामीलाई। लु यस्तो छ अलिक सुखा छ यसलाई। तर यसलाई राम्रोसँगले प्रिजर्भ गर्यो भने राम्रो टुरिस्ट एरिया हुन्छ नि त्यसले गर्दा गाउँहरू पनि डेभलप हुन्छ। त्यस्तो गर्दा म यसो घुम्छु तपाईँ होटेल घुम्नु।
लु सकिदे ल